अहिले त अनडन पनि भोटमा उठेको छ अरे। त्यही त सुनेको थिएँ मैले पनि। आउँदैछ भन्दै थियो कि अहिले फोन गरेको थियो, आउँदैछ भन्दै थियो। यहाँ पर्खिराख्नुहोस् है। पर्खिनुपर्छ। हो केटा हो। ल है केटा हो। नमस्कार नमस्कार। ल है योपालि सकाउनु पर्छ है। ल अझ भरपुर नसकाइन्छु नि हामी त एकदम पुरै। ल योपालि के तिमीहरूलाई के भन्छ म त्यतै तिमीहरूको डिमान्डहरू के छ लु भन। अब अलिअलि हामीलाई त अब के गर्नु, अब हिँड्नु थालेपछि सबैलाई बटुल्नु पर्यो। बटुल्नु त अलिअलि चाहियो अन्नाटोल। अब त्यो चाहिँ तपाईँले विचार गरिदिनु पर्यो। अब जितेपछि अब यो पैसा न राख्दै गर तिमीहरू हजुर हो। मासु भात रक्सी रम रक्सीको सुर्ता नगर, म तल भनिदिएको छु। ल हुन्छ। ल म गएँ, मेरो काम कसकोमा भनिदिनु भयो? मैले भनिदिएको छु तिमीहरू जाऊ न तल पालाकोमा। पालाकोमा जाऊ न। त्यो त उयो रहेछ कि योपालि त 4 जना कन्टेस्ट उठेर यो मान्छेसँग। अन्त एकजना त एकदम समस्या थियो, त्यसलाई जिताउनु पर्थ्यो त हामीले त होइन र। कहाँ हो अन्त पैसालाई जिताउनु पर्छ नि। त पैसा नोटमा त हुन्छ त। दामी म त अलिक भेट्यो हौ। यो पालाले पनि के भन्छ हामीलाई पो सिकाइन्छ यार। यत्रो भयो पार्टीमा हिँडेको, कहिलेदेखि हिँडेको हामी। झन्डामा त कतिवटा देखिसक्यो। त्यो पाला हाउडे हो नि त। गोर्खाल्यान्डको कुरा गर्छ, यहाँ के भइरहेको छ के खाइरहेको छ यहाँ बित्थामा। यहाँ हामी त यहाँ के को घन्टा गोर्खाल्यान्ड हामीलाई त दिइरहेछ त अन्ना सरले। यहाँ गिलास ल्यान्ड हुन्छ अब यहाँ के को गोर्खाल्यान्ड। खोइ कता गयो पाला। हाउडे हो पाला हाउडे लगाइदिए बित्था। के को गोर्खाल्यान्ड हो यहाँ आफूलाई खानुसँग मतलब घन्टा गोर्खाल्यान्ड दिनु भएको छ अब होइन। अन्त खायो होइन। अब अहिलेको जमानामा त्यही त हो, नेताहरूले भोट जितेर गइहाल्छ। हाम्रो नेपाली रीति हो, खानुमा मात्रै मर्छ होइन। खानुमा त मर्नु हुँदैन है अहिलेको जमानामा। मान्छे चिन्नु खसी किन्नु त्यही हो। उयो चाहिँ छ मिलेनियममा स्टार भएकोमा त हाल्नु भनेको छ हामीलाई, बुझ्नुभयो? भोटको चिनो होइन रहने। यो के अरे के स्टार अरे त्यो ग्रिन लेभल भन्ने हामी जान्दैन यस्तो। मैले त पालाकोबाट तिमीलाई अब एउटा सम्बन्ध देख्छु तिमीहरूलाई होइन। अब त्यही हो, खानु मात्रै नभुल्नु नि केटाहरू। खानु पायो लाटो कमाए जस्तो नहुनु। बन्ने भएर राम्रो बनिदिएको छ तिमीहरूलाई होइन। हेट भइहाल्छ, तिमीले पैसा पाइहाल्छौ। ठिकै छ, म त मेरो बिजनेस जान्छ के छ। खसीको मासु रक्सीको झोलाले 500 बेर खसीको मासु रक्सीको झोलाले अन्धे गोरु जस्तै खट्टुको तालमा भोट बिगार्यो जनताले। अन्धे गोरु जस्तै खट्टुको तालमा भोट बिगार्यो जनताले। 500 रुपियाँ खसीको मासु रक्सीको झोलाले नेतालाई के दोष लगाउनु यहाँ दुःखको छ जनताले। नेतालाई के दोष लगाउनु यहाँ दुःखको छ जनताले। पैसा त मैले बराबर देख्छु। अब नाच्यौँ पनि मजा पनि गऱ्यौँ खायौँ पनि होइन। अब आफ्नो आफ्नो घरतिर लागौँ होइन। ल है बधाई छ है सर। ठिक छ सर भइगयो अब है। अन्त के छ त कुरा? अब हामी त्यही त हो। अब गरिब दुखीको के हुन्छ र सर। अब कुरा त त्यही हो। मलाई त अब तपाईँलाई जिताउनुभन्दा अगाडि त अब तपाईँको लागि हामीले त बहुत एउटा बलिदान जतिकै दिएको हो हामी त। अब तपाईँलाई यादै छ गाउँघरको केटाहरू अब तपाईँको निम्ति कति मरेको हामी त। अब मलाई चाहिँ ठुलो छ होइन सर है। अब मेरो तिमीहरूले नि राम्रो मान्छेलाई जिताउनु पर्ने थियो। मलाई जिताएर कहाँ हुन्छ त। म त भन्दैछु त 500 रुपियाँ र खसीको मासु रक्सीको झोलाले भनेर तिमीहरूलाई 500 रुपियाँ पैसा खसीको मासु सबै त दिएको मैले। अब त्यो खर्च भएको त मैले निकाल्नु पर्यो। कामसामको कुरा नगर केटा हो। बुढो यसो गर, कति खान्छौ के खान्छौ भन न। जाऊ पालाकोमा फेरि कति खान्छौ बाँकी कति बिल हुन्छ लु राख। त्यो कामसामको चाहिँ कुरा नगर मसँग चाहिँ। ल म कति खर्च भएको छ के भएको छ त्यो त निकाल्नु पर्यो मैले।
त्यही त हौ प्रणित दाजु अब के भन्छ हौ अब हाम्रो अन्ना सरले त खै त अब म त बोल्नै त पाइनँ अब अब भनि त के गर्नु त यो पैसा उठाउनु त लु भन त तिमी अब कुराहरू बुझे है यो पैसा हामी लान्न सर ल हामीलाई तपाईँको वचनले नै पुग्यो है तपाईँको शब्दले नै ल जे होस् त तपाईँलाई बधाई छ ल सर लाँदैन भने ठिकै छ कि मेरो ठेकेदारहरू आउँदैछ कि तिमीहरू गइहाल हुन्छ सर हामी लाग्छ जानु तिमीहरू पर्यो निस्किहाल। सर, के त्यस्तो गर्नु? सुस्यो भुस्यो खै। त्यही त अस्ति मैले एउटा समाजसेवाले जित्यो 4 जना यिनीहरू कन्टेस्ट थियो भने नि त्यसलाई जिताएको भए हुन्थेछ बरु अघि हामीले दोकानमा अब पालाले भनेको हिजो हामीलाई पालाले भनेको कुरा पनि ठिकै हो ठिक अन्त त्यो सुब्रले बनाएको गीत पनि ठिकै हो हेर त अहिले अन्त हामी पैसा लागेर अन्त यस्तो शब्द गरिदियो अन्त मेरो यहाँ भुल भने पैसा पछि हामी लागिहाल्यौँ अन्त हेर सोसल गर्नलाई भोट दिएको भए यति बेला हामी कस्तो राम्रो हुन्थ्यो अन्त यत्रो भोट जितायौँ हामीले खै के पायो त्यही त। अब हिँड। बरु भोट बिगाड्यो जनताले म एकछिन सरलाई भेट्नु गएको ल हुन्छ हुन्छ त्यही त हो है होला नि अब त्यस्तो गर्छ के गर्नु अब हामी त त्यही त जताबाट मर्ने त गरिब दुःखी हो त्यही त के हो यो ठिकै छ यो एकदम तपाईँले जति भन्नुभएको थियो त्यति हो सरले ठिकै छ एकदम गर्नु पर्दैन एकदम सर यहाँ यता राखौँ कि यो चाहिँ अनि एउटा कुरो यहाँ सुन हजुर यो समष्टिमा जति पनि काम हुन्छ हजुर 50% चाहिँ टेबलमा आइपुगेको हुनुपर्छ पहिला सबभन्दा पहिला चाहिँ 50% टेबलमा आइपुगेको हुनुपर्छ है ल हुन्छ सर त्यो त भइहाल्छ कि अरू केही जान्दिनँ जति सबलाई भनिदिनु जति पनि ठेकेदार छ 50% चाहिँ यहाँ आएको हुनुपर्छ ल हुन्छ कहाँ हो यत्रो खर्च भएको छ नभनेको पनि 1 करोडमा बेसी खर्च भएको छ त हौ योपालि अब जम्मै निकाल्नु पनि मैले कहाँ हुन्छ